फरेक्सको बेसिक्स एकदम बेसिक्सबाट स्टार्ट गर्छौँ हामीले आज। सो लेट्स स्टार्ट। फरेक्स मार्केट भनेको के हो? अब फरेक्स मार्केट भनेको बेसिकली इट्स अल अबाउट करेन्सी एक्सचेन्ज, करेन्सीको मार्केट हो बेसिकली होइन। अब करेन्सीहरू हेर्ने हो भने संसारमा कतिवटा छ, जस्तो नेपालको हेर्ने हो भने एनपिआर भयो होइन, अमेरिकाको युएसडी छ, इन्डियाको एनआर छ, जापानको जापानिज येन छ होइन। हरेक देशको आफ्नो एउटा करेन्सी छ। त्यो करेन्सिजहरू के हुन्छ भन्दा फ्लक्चुएट हुन्छ। जस्तै एनपिआर तपाईँले नेपाली करेन्सी इन टर्म्स अफ डलर के हुन्छ, फ्लक्चुएटहरू भइरहेको हुन्छ होइन। अस्तिसम्म 145 हाइएस्ट पनि पुगेको थियो, अहिले 135, 136 कति छ, फ्लक्चुएसन तलमाथि हुन्छ होइन। सो करेन्सीको त्यो एक्सचेन्ज गर्दाखेरि फरेक्स मार्केटको थ्रु गर्ने हो हामीले होइन। करेन्सी जुन फ्लक्चुएसन हुन्छ, करेन्सी जुन साटासाट हुन्छ, तपाईँले अमेरिका जानु पर्यो भने युएसडी चाहियो तपाईँसँग होइन, त्यहाँनिर गएर एनपिआर चल्दैन, सो त्यहाँनिर गएर साट्नु पर्यो, त्यतिखेर पनि तपाईँलाई फरेक्स मार्केट चाहिन्छ होइन। मोस्ट इन्टरनेसनल ट्रेडहरू हेर्ने हो भने त्यहाँ पनि तपाईँलाई फरेक्स मार्केट चाहियो, डलर चाहियो त्यहाँनिर तपाईँहरूलाई होइन, एक्सचेन्ज गर्ने बेलामा। एनपिआर एनपिआरबाट त हुँदैन होइन, नेपाली करेन्सी तपाईँले साट्न पर्ने हुन्छ, त्यहाँ पनि फरेक्स मार्केट चाहियो होइन। सो फरेक्स मार्केट भनेको इट्स अल अबाउट करेन्सीको मार्केट होइन। फरेक्स मार्केट भनेको करेन्सीको कारोबार भनेको, करेन्सीको कारोबार भनेको यो सबभन्दा ठुलो मार्केट हो फेरि संसारभरि हेर्ने हो भने। स्टक मार्केट होइन, कमोडिटी मार्केट, क्रिप्टो मार्केट, इभन स्टक मार्केटहरूभन्दा पनि स्टिल अलिकति ठुलो मार्केट हो यो चाहिँ। यसमा फेरि हामीले बेसिकली त्यो चार्टमा जुन गरेर ट्रेड गर्छौँ त्यो त्यसको लागि मात्र होइन कि, यो भनेको बेसिकली इन्टरनेसनल ट्रेडहरूको लागि होइन, तिनीहरूको लागि मोस्टली युज हुन्छ, टुरिज्म पर्पजहरूको लागि होइन, ब्याङ्कहरूले गर्ने हो बेसिकली तिनीहरू चाहिँ। अब मेजर करेन्सी हेर्ने हो भने इच कन्ट्रीमा मेजर करेन्सिज हुन्छ होइन, बट मेनली अब नेपाली करेन्सी त मेजर करेन्सीमा परेन होइन। बट होल ओभरअल हेर्ने हो भने इकोनोमी, स्ट्रङ्गेस्ट इकोनोमी, संसारको स्ट्रङ्गेस्ट इकोनोमीलाई चाहिँ उठाएर हेर्ने हो भने त्यसको मेजर करेन्सी, त्यसको करेन्सी के छ त, त्यो कुराहरूले चाहिँ मेजर करेन्सीमा नाप्छौँ, हेर्छौँ हामीले फरेक्स मार्केटमा। अब सबभन्दा स्ट्रङ्गेस्ट करेन्सी हेर्ने हो भने युएस डलर मानिन्छ। युएस डलर भनेको चाहिँ वर्ल्डको रिजर्भ करेन्सी पनि मानिन्छ। वर्ल्डको रिजर्भ करेन्सी कहिलेबाट भयो भन्दा आफ्टर दे वान वर्ल्ड वार टू होइन, वर्ल्ड वार टू पछि हो। वर्ल्ड वार टू पछि के भयो भन्दा युएस डीलाई रिजर्भ करेन्सी बनायो, बिकज दे ह्याड द मोस्ट गोल्ड। गोल्ड तिनीहरूसँग सबभन्दा धेरै थियो अमेरिकासँग हेर्ने हो भनेर। उनीहरूले के गर्यो भन्दा त्यतिखेर दे ह्याड सबभन्दा स्ट्रङ्गेस्ट मिलिट्री पावर पनि, संसारको सबभन्दा स्ट्रङ्गेस्ट मिलिट्री पावर पनि उनीहरूसँग थियो, सबभन्दा धेरै गोल्ड रिजर्भ पनि उनीहरूसँग थियो। र एउटा ओइल, यो ओइल एउटा एकदम इम्पोर्टेन्ट कमोडिटी हो। त्यो इम्पोर्टेन्ट कमोडिटी चाहिँ केमा पेक गरियो भन्दा त्यो ओइलको कारोबार गर्दाखेरि चाहिँ डलरमा कारोबार गर भनेर भनियो मिडल इस्टलाई। र इन इन रिटर्न चाहिँ मिडल इस्टलाई उनीहरूले मिलिट्री पावर दिन्छ भनेको थियो, प्रोटेक्ट गर्छ भनेको थियो बेसिकली होइन। इन रिटर्न एक्सचेन्ज चाहिँ के भएको थियो भन्दा डलरमा कारोबार गर्दै ओइललाई चाहिँ संसारभरि होइन, र डलर चलाइदियो बेसिकली। र हामी तिमीहरूलाई केबाट प्रोटेक्ट गर्छौँ, अट्याकहरूबाट प्रोटेक्ट गर्छौँ बेसिकली। मिलिट्री पावर चाहिँ हामीले दिन्छौँ तिमीहरूलाई भनेर भन्यो एउटा, त्यतिखेर त्यो भयो एउटा सम्झौता भयो। सो यति 3-4वटा फ्याक्टरले गर्दाखेरि युएस डलरलाई चाहिँ अहिलेसम्म पनि रिजर्भ करेन्सी मानिन्छ। रिजर्भ करेन्सी हो अहिलेसम्म पनि, वर्ल्डको स्ट्रङ्गेस्ट करेन्सी हो। संसारभरि हेर्ने हो भने 60% सर्कुलेट हुने भनेको वर्ल्डमा, अर्थमै, यो प्लानेटमै सबभन्दा धेरै सर्कुलेट हुने भनेको वर्ल्डको रिजर्भ करेन्सी युएस डलर। युएस डलर तपाईँले जहाँसुकै लिएर गयो भने चल्छ क्या होइन। मेजर करेन्सी जस्तो युरोपको जानुभयो भने डलर चल्छ होइन, चलिरहेको हुन्छ क्या, मेजर ठाउँमा नचल्ला बट चलाउनु खोज्नु भयो भने चल्छ। डलरको भ्याल्यु छ बेसिकली भन्नुपर्दा होइन। अमेरिका जानु भने चल्छ, नेपालमा पनि चल्छ, बट यसको भ्याल्यु छ संसारभरि। संसारभरि यसको भ्याल्यु छ बिकज इट्स अ रिजर्भ करेन्सी। रिजर्भ करेन्सी हो यो, मिस्टेक भयो। र अरू त्यसपछि आउने भनेको युरो हो। युरो भनेको युरोपको करेन्सी भयो। जिबिपी भनेको पाउन्ड भनेको युकेको भयो होइन। त्यसपछि के आउँछ, एयुडी छ। एयुडी भनेको इट्स अबाउट अस्ट्रेलियन डलर। अस्ट्रेलियाको करेन्सी भयो। एनजिडी भनेको न्युजिल्यान्ड डलर, इट्स न्युजिल्यान्डको करेन्सी भयो। क्याड भनेको क्यानेडियन डलर, क्यानाडाको करेन्सी भयो। सिएचएफ भनेको स्विस फ्र्याङ्क, स्विजरल्यान्डको भयो। जिपिवाई भनेको जापानिज येन, जापानको भयो है। सो यो कुराहरू छ। यो भनेको मेजर करेन्सीहरू भयो, इच कन्ट्रीको मेजर करेन्सीहरू हुन्छ। अब यो करेन्सीहरूलाई तपाईँहरूले
साटासाट गर्ने हो बेसिकली, साट्न मिल्छ। जस्तै युरो इन टर्म्स अफ डलर होइन, युरो इन टर्म्स अफ जस्तै युरो, 1 युरो बराबर कति युएस डलर? जस्तै हाम्रो 1 डलर बराबर कति छ? 135 136 एनपिआर छ नि अहिले होइन। त्यसरी नै तपाईँले 1 युरो बराबर कति युएसडी, त्यसरी त्यो हेर्न मिल्छ, त्यो मेजर गर्न मिल्छ। कति आउँछ, कति सार्दाखेरि कति आउँछ त मलाई? 1 डलर छाड्न जानु भयो भने कति पाउनुहुन्छ? 135 पाउनुहुन्छ नेपाली करेन्सी। त्यसरी नै 1 युरो छाड्न जाँदा कति युएस डलर पाउनुहुन्छ, अथवा 1 युएसडी बराबर कति युरो हुन्छ? त्यही नै तपाईँहरूले मेजर गर्ने हो, त्यही नै तपाईँहरूले ट्रेड गर्ने बेसिकली मार्केटमा, फरेक्स मार्केटमा गएर। युजली हेर्ने हो भने युरो युएसडीको चाहिँ सबभन्दा मेजर भोल्युम आउँछ। अब नेक्स्ट स्लाइडमा हेरौँ त्यो चाहिँ करेन्सी पेयर्सहरूमा हेर्ने हो भने करेन्सी आर ट्रेडेड इन पेयर्स। फर इक्जाम्पल अब युरो इन टर्म्स अफ डलर, 1 युरो बराबर कति युएसडी, त्यो ट्रेडेड भनेको इट्स 1 ट्रिलियनको कारोबार हुन्छ। यो भनेको सबै त्यो फरेक्स मार्केटमा हामीले जुन स्क्रिन हेरेर ट्रेड गर्छौँ त्यो भनेको होइन, ओभरअल सबै कुरा, इन्टरनेसनल ट्रेड, टुरिज्म, एजुकेसन पर्पोज होइन, र ओभर ट्रेडिङहरू पनि सबै गरेर चाहिँ 1 ट्रिलियनको कारोबार हुन्छ, सबभन्दा धेरै हुन्छ युरो युएसडीको। संसारभरि धेरै कारोबार हुने वर्ल्डको सबभन्दा स्ट्रङ्गेस्ट इकोनोमिज युरो र युएसडी सबभन्दा धेरै ट्रेड हुन्छ इन्टरनेसनल मार्केटमा, फरेक्स मार्केटमा पनि। फरेक्स मार्केटमा पनि हेर्ने हो भने सबभन्दा धेरै भोल्युम आउने भनेको हामीले जुन ट्रेड गर्छौँ त्यसमा पनि सबभन्दा धेरै भोल्युम आउने भनेको चाहिँ युरो युएसडी हो होइन। त्यसपछि आउँछ जिबिपी युएसडी, युएसडी सिएचएफ, स्विस फ्र्याङ्कसँग होइन, युएसडी जेपिवाई, जापानिज येन, एउडी युएसडी, एनजेडी युएसडी। युएसडी इज द डोमिनेन्ट पेयर इन द मार्केट भनेको युएसडी इज रिजर्भ करेन्सी, डोमिनेन्ट पेयर हो। युएसडीसँग कुनै पनि चिज जोडिएको छ भने त्यो आफैमा राम्रो हुन गयो, बिकज युएसडी आफैमा राम्रो छ होइन, युएसडी भनेको डोमिनेन्ट पेयर भयो। तर सबभन्दा धेरै भोल्युम आउने भनेको युरो युएसडीमा 1 ट्रिलियनको, त्यसपछि चाहिँ आउने भनेको जिबिपीहरूमा, त्यसपछि युएसडी जेपिआईमा पनि आउँछ, एनजेडी एयुडीहरूमा आउने त्यसपछि। सो सबभन्दा मेजर युरो युएसडी। तपाईँहरूले पनि पछि मोडल सिक्नुभयो भने, ट्रेडिङ गर्नुभयो भने युरो युएसडीमा गर्नुहुन्छ। मैले पनि गर्ने भनेको युरो युएसडीमै हो, बिकज सबभन्दा धेरै भोल्युम आउने भनेको युरो युएसडीमा हो। युरो युएसडीमा चाहिँ सबभन्दा धेरै भोल्युम आउँछ, सबभन्दा धेरै ट्रेडिङ हुन्छ युरो युएसडीमा है, भोल्युमहरू धेरै आएको हुन्छ यसमा युरो युएसडीमा। द्याट्स वाइ विल ट्रेड इन युरो युएसडी। ट्रेडिङ पनि तपाईँहरूले मोस्टली युरो युएसडीमै गर्नुहुन्छ पछि। अब नेक्स्ट स्लाइडमा जाउँ, अन्डरस्ट्यान्डिङ करेन्सी कोड्स। करेन्सी कोड्स भनेको के हो? अब जस्तै युरो युएसडी होइन, युरो भनेको चाहिँ बेस करेन्सी, युएसडी भनेको चाहिँ कोड करेन्सी भन्छौँ है। युरो युएसडी खोलौँ, युरो युएसडी जस्तै युरो युएसडीमा हेरिदिनु एकछिन, युरो युएसडीको अहिले कति चलिरहेको छ? 1.14631 होइन, यसरी हेरौँ, युरो युएसडी कति चलिरहेको छ? 1.14632 भयो होइन, यो फ्लक्चुएट हुन्छ अहिलेलाई यति मानौँ। अब यो भनेको के हो भन्दा अगाडिको करेन्सीलाई युरो युरो इन टर्म्स अफ डलर, अगाडिको करेन्सीलाई हामीले के भन्छौँ भन्दा बेस करेन्सी भन्छौँ यहाँनिर, बेस करेन्सी। पछाडिकोलाई के भन्छौँ भन्दा कोड करेन्सी भन्छौँ। पछाडिको करेन्सीलाई के भन्छौँ भन्दा कोड करेन्सी, अगाडिको करेन्सीलाई बेस करेन्सी, पछाडिको करेन्सीलाई कोड करेन्सी, बेस र कोड है है। अब बेस करेन्सीको भ्याल्यु जहिले पनि 1 हुन्छ, इक्वल्स टु 1, र पछाडिको कोड करेन्सीको भ्यालु भनेको चाहिँ यो जुन छ, यो 1.14632 कोड करेन्सीको भ्यालु चाहिँ यो हुन्छ जुन चलिरहेको छ, 1.14632 यति। अब यो भनेको के हो भन्दा 1 युरो युएसडी को भ्यालु, अब युरो युएसडी को भ्यालु कति छ? 1.14632। यो भनेको के हो भन्दा 1 युरो बेस करेन्सीको बेसको भ्यालु के छ यहाँनिर? एक छ नि त यहाँनिर होइन, बेस करेन्सी कुन हो यहाँनिर? युरो। यो भनेको बेस करेन्सीको भ्यालु कति छ? 1 छ। त्यो भनेको 1 युरो बराबर 1 युरो बराबर चाहिँ कोड करेन्सी के छ यहाँनिर? कोड करेन्सीको भ्यालु युएस डलर छ होइन, युएसडी भनेको कोड करेन्सी छ। सो कोड करेन्सीको भ्यालु कति छ? 1.14632। 1.14632 कोड करेन्सीको के छ? युएसडी। यसको मतलब चाहिँ के हो भन्दा 1 युरो बराबर चाहिँ 1 युरो तपाईँले छाड्न जानुभयो भने 1.14632 युएस डलर पाउनुहुन्छ भनेको। बुझ्नुहुन्छ सबैले है, बेस करेन्सी र कोड करेन्सी। 1 युरो बराबर जस्तै 1 एनपिआर बराबर कति छ?
सरी 1 USD बराबर कति छ 1 USD बराबर कति छ अहिले एनपिआर 1 USD बराबर कति छ 135 एनपिआर छ नि त्यसरी नै अराउन्ड त्यस्तै होला 135 36 कति होला फ्लक्चुएट भयो कि बट एक्जाम्पल दिनु पर्दा चाहिँ 1 युरो बराबर चाहिँ 1 युरो तपाईँसँग 1 युरो छ भने तपाईँले कति पाउनुहुन्छ 1.1463 US डलर पाउनुहुन्छ यो भनेको US डलर अलिकति स्ट्रङ छ भन्नु खोजेको युरो अलिकति विक छ होइन हाम्रो पनि 1 USD मै तपाईँले कति पाउनुहुन्छ 135 एनपिआर पाउनुहुन्छ भनेको US डलर स्ट्रङ हो र एनपिआर विक भयो भन्नु खोजेको नेपालीज करेन्सी चाहिँ विक भयो हेरौँ एनपिआर USD भनेर पनि हेर्न सकिन्छ यहाँनिर चार्टै हुन्छ सरी USD एनपिआर हेर्नु पऱ्यो USD इन टर्म्स अफ एनपिआर 1 USD बराबर 138 पुग्यो यहाँनिर यो हेर्ने हो भने के छ US डलरको भ्यालु बढेको छ युएसको डलरको भ्यालु बढेको छ डलरको भ्यालु जहिले पनि बुलिस नै भएको छ यहाँनिर र यो भनेको के डलरको भ्यालु घट्नु भनेको नेप्लिज करेन्सीको भ्यालु घट्नु हो पक्कै पनि एनपिआर इन टर्म्स अफ USD हेऱ्यो भने सधैँ तलै हो एनपिआर चाहिँ विक भएको छ है बेस करेन्सीको भ्यालु जहिले पनि 1 हुन्छ USD इन टर्म्स अफ एनपिआर हेर्ने हो भने के छ 1 USD बराबर के भयो त बेस करेन्सी के छैन र USD छ 1 USD बराबर 138 एनपिआर कोड करेन्सी यहाँनिर एनपिआर छ बुझ्नुहुन्छ सबले है बेस र कोड करेन्सीको अन्डरस्ट्यान्डिङ हो यो चाहिँ ओके अब अगाडि बढौँ एक्जाम्पल्स अफ कोड करेन्सी होइन यो GBP USD मा पनि हेर्न मिल्छ हामीले एनपिआरमा हेऱ्यौँ होइन एनपिआरमा हेर्न मिल्यो अरूमा पनि हेर्न मिल्यो युरो USD मा पनि हेऱ्यौँ होइन अब पिप्स क्यालकुलेसनमा हेर्दाखेरि जस्तै स्टकमा हेर्ने हो भने स्टकमा जस्तै कुनै पनि स्टकमा एप्पल स्टक हेरौँ ल होइन एप्पल स्टकमा चाहिँ जस्तै बाहिरको हेर्दाखेरि के छ यहाँ प्राइसमा नाप्छौँ नि त हामीले होइन $136 छ प्राइसमा जस्तै यहाँबाट यहाँ कति गयो त अथवा यहाँबाट यो लोबाट यहाँसम्म बढ्दाखेरि कति बढेको छ 27 प्राइसले बढेको $27 बढेको छ त्यो भनेको होइन $27 बढेको त्यसरी नै हामीले करेन्सीमा चाहिँ कति तलमाथि भयो त्यो हेर्ने हो भने चाहिँ करेन्सीमा चाहिँ प्राइसमा भन्दा पनि पिप्समा मेजर गर्छु होइन जस्तै यहाँनिरबाट यो हाईबाट फर इक्जाम्पल यहाँसम्म अहिले चलिरहेको त्यसमा कतिले घटेको छ भन्दा 167.9 पिप्सले घटेको छ भनेको प्राइसले भन्दा पनि स्टकमा चाहिँ प्राइसमा मेजरमेन्ट हुन्छ भने करेन्सीमा चाहिँ पिप्समा मेजर हुन्छ पिप्स भन्छौँ यहाँनिर प्राइस भन्दैनौँ कि हामीले के भन्छौँ तलमाथि भएको छ भने कति प्राइसले स्टक चाहिँ यति प्राइसले घट्यो आज जस्तै नेप्सामा पनि भन्यो भने 10 रुपियाँले घट्यो अथवा 20 रुपियाँले घट्यो त्यसरी भन्छौँ प्राइसमा तौल्छौँ नि त तिनीहरूलाई होइन त्यसरी नै करेन्सीले हामीले तोल्ने हो भने करेन्सी हामीले ट्रेड गर्दैछौँ भने त्यसमा चाहिँ हामीले यति पिप्सले घट्यो अरू यति पिप्सले बढ्यो भनेर भन्छौँ यो मेजर गर्ने भनेको चाहिँ हामीले कहाँबाट गर्छौँ भन्दा यहाँनिर ट्रेडिङमा गरेर जानुभयो भने यहाँनिर फोर्थमा के छ प्राइस रेन्ज छ यहाँनिरबाट जस्तै यताबाट यहाँसम्म तपाईँले मेजर गर्नुहुन्छ फर इक्जाम्पल भने ठ्याक्कै मेजर गर्न मिल्छ यहाँबाट 146.6 पिप्स भनिन्छ पिप्समा मेजर गरिन्छ बेसिकली स्टकमा प्राइसमा गरिन्छ भने करेन्सी ट्रेड गर्दाखेरि चाहिँ यु विल मेजर इन पिप्स भनिन्छ त्यसलाई चाहिँ है अब नेक्स्टमा जाउँ अब स्प्रेड भनेको के हो होइन स्प्रेड भनेको बाइङ एन्ड सेलिङ प्राइस को डिफरेन्स हो यो चाहिँ होइन अब एक्जिक्युसनमा आउने डिफरेन्स हो स्प्रेड भनेको जस्तै प्राइस फर इक्जाम्पल यहाँ छ है यो देख्नुहुन्छ रेड लाइन ब्ल्याक लाइन र ब्लू लाइन छ यो भनेको स्प्रेडको लेभल्स हो जस्तै ब्रोकरको यो भनेको एउटा मार्जिन जस्तो हो ब्रोकरले राखेको एउटा मार्जिन जस्तो तपाईँले फर इक्जाम्पल यहाँनिर राख्दै हुनुहुन्छ भने प्राइस चाहिँ यहाँनिर यो ब्लू लाइनमा आएपछि मात्र ट्रिगर हुन्छ त्यो भनेको यति डिफरेन्स चाहिँ ब्रोकरले खाएको एज अ कमिसन स्प्रेड भनेको चाहिँ कमिसन भयो ब्रोकरको लागि उसले तपाईँको अर्डर एक्जिक्युट गर्नको लागि चाहिँ उसले के गर्छ एज अ कमिसन स्प्रेड खाएको हुन्छ अब यो स्प्रेड्सहरू चाहिँ जस्तै यो भनेको के भन्दा जस्तै यो ब्लू लाइन यो ब्ल्याक लाइन तपाईँले किन्नु छ फर इक्जाम्पल यो टाइममा किन्नु छ भने प्राइस यहाँनिर आएर हुँदैन ब्लू लाइनमा यहाँनिर आएपछि मात्र ट्रिगर हुन्छ तपाईँको अर्डर त्यो भनेको यो ब्ल्याक लाइन भन्दा
तल के अरे यो ब्लू लाइनमा आइपुग्नु पर्यो अनि बल्ल इट विल बी ट्रिगर्ड तल आइसकेपछि बल्ल ठ्याक्कै त्यहाँनिर ट्रिगर हुँदैन बिकज के हुन्छ भन्दा ब्रोकरले पनि मार्जिन खान पर्ने हुन्छ अलिकति स्प्रेड भनेको एज अ टाइप अफ कमिसन हो होइन बाइङ र सेलिङको एउटा डिफरेन्स हो त्यो भनेको है सो त्यो कुराहरू छ स्प्रेड स्प्रेड युजली हुने भनेको जस्तो यो एकदम सानो छ स्प्रेड यसमा हेऱ्यो भने खासै ठुलो छैन इट्स नट बिग स्प्रेड यसमा पिप्स हेर्ने भने कति छ यहाँनिर 1 पिप्सको पनि छैन लगभग तर अरू अब यसमा स्प्रेड चाहिँ कुनमा ठुलो हुन्छ कुनमा सानो हुन्छ त्यो हेर्नको लागि चाहिँ भोल्युम हेर्ने हो ओभरअल अघि के भनेको थिएँ भन्दा मैले जुन पेयरमा चाहिँ तपाईँको सबभन्दा धेरै भोल्युम हुन्छ भोल्युम हाई हुन्छ जुन पेयरमा त्यसमा चाहिँ के हुन्छ भन्दा स्प्रेड लो हुन्छ स्प्रेडको के हुन्छ भन्दा स्प्रेड एज अ कमिसन नै हेर्ने हो भने जुन पेयरमा भोल्युम कारोबार जसमा बढी हुन्छ बेसिकली कारोबार भोल्युम हुनेमा चाहिँ के हुन्छ पेयर भोल्युम बढी भोल्युम अप भएकोमा चाहिँ पेयर भोल्युम अप हुने समयमा चाहिँ के हुन्छ भन्दा स्प्रेडहरू लो हुन्छ स्प्रेडहरू लो हुन्छ डाउन हुन्छ भने यो किन हुन्छ भन्दा जस्तै ब्रोकरले पनि हेर्ने हो भने उसलाई कमिसन कतिखेर खानुपर्छ भन्दा उसले धेरै भोल्युममा थोरै कमिसन खाए पनि पुग्छ थोरै खाए पनि पुग्छ उसलाई धेरै चाहिँ खान पर्दैन बिकज उसको मार्जिनहरू कस्टहरू सबै उठ्छ बिकज धेरै भोल्युममा थोरै खाए पनि इट्स इनफ फर देम बट कुनै पेयरमा भोल्युम एकदम ड्राई छ कम छ डाउन छ भने उसलाई आफ्नो कस्ट उठाउन भए पनि उसलाई आफ्नो एज अ बिजनेस ब्रोकरको बिजनेस हेर्ने हो भने उसलाई आफ्नो बिजनेसमा प्रोफिटेबल बनाउन भए पनि उसले स्प्रेड चाहिँ हाई गरेको हुन्छ सो द्याट उसले कमिसन हाई खान सकोस् सो द्याट उसलाई फाइदा होस् बेसिकल्ली त्यो फाइदामा लग्नलाई चाहिँ उनीहरूले के गर्छ भन्दा स्प्रेड चाहिँ हाई गरिदिन्छ पेयरमा कुनैमा भोल्युम डाउन छ भने स्प्रेडहरू हाई हुन्छ ठ्याक्कै उल्टो रिलेसन हुन्छ युरो युएसटीमा हेर्ने भने सबभन्दा धेरै 1 ट्रिलियनको भनेको थिएँ होइन युरो युएसटी पेयरमा चाहिँ कति हुन्छ भन्दा 1 ट्रिलियनको भोल्युम हो 1 ट्रिलियनको भोल्युम हो 1 ट्रिलियनको भोल्युममा के हुन्छ भोल्युम एकदम सबभन्दा धेरै हाई भएकोमा के हुन्छ स्प्रेडहरू प्राइस पेयर कुनै पेयरमा तपाईँको एकदम धेरै भोल्युम छ भने स्प्रेडहरू लो कुनै पेयरमा तपाईँको भोल्युम लो के अरे हाई छ भने भोल्युम लो हुने भयो जस्तै यहाँ सरी भोल्युम हाई छ भने स्प्रेडहरू लो हुने भयो कमिसन कम खाए पनि पुग्छ यहाँनिर हेर्ने भने एकदम भोल्युमहरू लो छ यो करेन्सी पेयरको भन्यो यो करेन्सी पेयरको ओभरअल मार्केटको होइन कि यो करेन्सी पेयरको यहाँनिर हेर्नु हो भने यहाँनिर पनि कमै छ युएसडी सिएचएफ यिनीहरूमा पनि अलिकति हाई नै कमै हुन्छ यहाँनिर हेर्ने हो भने अलिकति बढी छ अलिकति बढी देखिन्छ लो भोल्युमहरू आउने पेयरमा चाहिँ त्यस्तो हुन्छ युएसडी जेपिवाईहरूमा हेर्ने भने अलिकति भोल्युमहरू कम त्यसमा भोल्युम त हुन्छ हुन चाहिँ ओभर एन्ड गरेर हेर्नु भने अलिकति हाई छ युरोको सबभन्दा धेरै कम हुन्छ एयुडीमा हेर्ने पनि अलिकति बढी नै हुन्छ भोल्युम के अरे स्प्रेडहरू यहाँनिर हेर्ने हो भने अलिकति कत्रो ठुलो छ यहाँनिर भोल्युम युरोभन्दा पनि ठुलो छ बिकज यसमा यिनीहरूमा के हुन्छ अलिकति भोल्युम कम हुन्छ थोरै हुन्छ भोल्युम थोरै भएपछि स्पिडहरू माथि राख्न पर्ने हुन्छ सो यो कुरा हो भोल्युम के अरे स्प्रेडमा चाहिँ इट्स बेसिकली अ टाइप अफ कमिसन भनेर बुझ्ने हुन्छ एज अ स्प्रेडलाई पनि तपाईँले ध्यान दिन पर्ने हुन्छ एज अ ट्रेडिङ गर्ने बेलामा एज अ ट्रेडर चाहिँ तपाईँको स्प्रेड भनेको पनि एउटा त्यो एक्सपेन्स हो अब लेभरेज स्लिपेज एन्ड लट साइज त्यो कुराहरू हेर्छौँ लेभरेज भनेको के हो होइन लेभरेज स्लिपेज एन्ड लट साइज लेभरेज भन्ने टपिक छ अब लेभरेज है लेभरेज भनेको चाहिँ एक्सपोनेन्सियल बाइङ एन्ड सेलिङ पावर गिभेन बाई ब्रोकर यो भनेको के भन्दा लेभरेज भनेको इट्स एन एक्सपोनेन्सियल बाइङ एन्ड सेलिङ पावर गिभेन बाई ब्रोकरले दिने तपाईँको बाइङ एन्ड सेलिङ एक्सपोनेन्सियल बाइङ एन्ड सेलिङ पावर एक मिनट है छैन अब एक्सपोनेन्सियल लेभरेज एक्सपोनेन्सियल बाइङ एन्ड सेलिङ पावर भयो जस्तै नेप्सेमा पनि हेर्ने हो भने पहिला कति दिन्थ्यो भने 1:4 लेभरेज दिन्थ्यो त्यो भनेको 1 लाख छ भने 4 लाखसम्म किन्न पाइन्थ्यो त्यही कुरा हो फरेक्समा पनि जस्तै फरेक्समा अलिकति बढी हुन्छ 1:, कुनैमा 100 देला कुनैमा 1:,
1000 देला, कुनैमा 1:10,000 देला होइन। सो यो भनेको के भन्दा बेसिकली यो भनेको के भन्दा $1 तपाईँले डिपोजिट गर्नुभयो भने तपाईँले कति पाउनु पाउँदै हुनुहुन्छ, जस्तै 1:100 को तपाईँले फर इक्जाम्पल लेभरेज पाउनुभयो भने $1 डिपोजिट गर्नुभयो भने $100 को लेभरेज पाउनुहुन्छ। लेभरेज तपाईँसँग कति छ भन्दा $100 छ। दिस दिस इज $1 डिपोजिट भनेको $100 को लेभरेज भयो है। त्यो भनेको तपाईँसँग $1 छ तर मैले किन्न पाइरहेको छु $100 को। अब यसको चाहिँ फाइदा पनि छ बेफाइदा पनि छ। अनि इफ यु क्यान युज इट तपाईँलाई फाइदा पनि हुनसक्छ, बट घाटा लाग्यो भने चाहिँ यु क्यान ब्लो यर एकाउन्ट पनि। यसको बोथ साइड दुई धार तलवार जस्तो हो यो लेभरेज भनेको। लेभरेज भनेको पोजिसन्सहरू तपाईँले कसरी म्यानेज गर्नुहुन्छ भन्दा जस्तै उम्, उम्, जस्तै तपाईँले फर इक्जाम्पल यहाँनिर एकछिन मेटौँ। एक्जाम्पल लेभरेज कतिखेर युज गर्नु, जस्तै फर इक्जाम्पल प्राइस यसरी मुभ भइरहेछ अरे, एक मिनट है। प्राइस फर इक्जाम्पल यसरी मुभ भइरहेछ अरे, प्राइस फर इक्जाम्पल यसरी मुभ भएको छ है। तपाईँले यहाँनिर किन्नु पऱ्यो ल, फर इक्जाम्पल तपाईँसँग $1 मात्र छ तर तपाईँले पोजिसन बनाउनु भयो अरे, फर इक्जाम्पल यहाँनिर तपाईँले यसरी यो प्रेडिक्ट गरिदिन्छ माथि जान्छ मार्केट भनेर, स्टप लस यहाँ राख्नु भएको छ र टिपी यहाँ राख्नु भएको छ, माथि राख्नु भएको छ। यहाँनिर तपाईँसँग छ $1 मात्र, तपाईँले पोजिसन कतिको बनाइदिनु भयो, $100 को बनाइदिनु भयो। अब यो पोजिसन तपाईँले एकदम ठुलो बनाइदिइसकेपछि के हुन्छ भन्दा बनाउनु त तपाईँले $100 को बनाउनु पोजिसन, जित्नु भयो भने फर इक्जाम्पल तपाईँसँग छ $1 मात्र होइन, डिपोजिट तपाईँले $1 मात्र गर्नुभएको छ तर तपाईँले पोजिसन बनाइदिनु भयो लेभरेज लिएर $100 कै बनाइदिनु फर इक्जाम्पल 100 त भनौँ ल, 90 भनौँ ल, अनि 100 अलिकति धेरै नै होस्, 90 भनौँ, $90 को बनाइदिनु भयो फर इक्जाम्पल लेभरेज लिएर भने अब तपाईँको पोजिसन यो ठाउँबाट अलिकति तल मात्र आयो भने पनि यो अकाउन्ट उठिदिन सक्छ, बिकज तपाईँसँग कति छ $100 को डिपोजिट छ। अब ब्रोकरले त तपाईँको आफ्नो $100 त राख्दैन पक्कै पनि, उसको लागि के हुन्छ त यो स्टप लसको साइज घट्न थाल्छ क्या, थोरै मार्केट मुभ भयो भने पनि तपाईँको एकाउन्ट उठ्यो। यो $1 को एक्जाम्पल दिएँ मैले, $1000 को हाल्दाखेरि $1 त हाल्नु पक्कै पनि होइन, 10,000 1000 $2000 हालिदिन्छ। त्यो भनेको के भन्दा तपाईँको पोजिसन यदि अगेन्स्टमा जान थाल्यो भने थोरै मात्र जान थाल्यो भने पनि तपाईँको एकाउन्ट उड्यो, बिकज तपाईँले बनाउनु भएको छ यहाँनिर किन ठुलो पोजिसन बनाउनु भएको छ नि त यहाँनिर, सबै लेभरेज लिएर तपाईँले ठुलो पोजिसन बनाइदिनु भयो। माथि गयो भने तपाईँ जित्नु भयो भने त तपाईँको डिपोजिट भन्दा पनि धेरै कमाउनु भयो, बट हार्नु भयो भने तपाईँको के हुन्छ, थोरै मात्र यदि थोरै मात्र मुभ भइदियो भने तपाईँको अगेन्स्टमा त्यो होल पोजिसन साइज नै उड्न सक्छ, तपाईँको एकाउन्टै उठिदिन सक्छ, डिपोजिट गरेको पैसा उठिदिन सक्छ, बिकज लेभरेज दिनु भएको छ, तपाईँको नभएको पैसा चलाउँदै हुनुहुन्छ, मार्जिन कल भनेर भनिदिन्छ नि। अब अब स्लिपेजको बारेमा हेरौँ। स्लिपेज भनेको के हो? स्लिपेज भनेको चाहिँ के हो भन्दा प्राइसहरू कहिलेकाहीँ के हुन्छ भन्दा प्राइसहरू नर्मल त्यसमा जानुपर्छ भनेर भन्छौँ हामी मार्केटमा होइन, नर्मल प्राइस रेन्जमा जानुपर्छ भनेर भन्छौँ, बट कहिलेकाहीँ के भइदिन्छ भन्दा प्राइसहरू स्लिप भइदिन्छ मार्केटमा। प्राइस स्लिप भनेको के हो भन्दा जस्तै नर्मल कन्डिसनमा मुभ भइरहेछ मार्केट, ड्याङ्ग यसरी हान्दै यसरी एउटै क्यान्डलले, यस्तो 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 टाइममा चाहिँ के हुन्छ भन्दा प्राइस स्लिप गरेको, स्लिप भयो जस्तै मान्छे चिप्लिन्छ नि त्यसरी नै, मान्छे चिप्लिँदा यहाँबाट चिप्ल्यो भने यहाँसम्म पुग्छ, त्यसरी नै प्राइस चिप्ल्यो भने के हुन्छ एकैचोटि हान्नेछ ड्याङ्ग। यो युजली हुने भनेको कस्तो केसहरूमा हो भन्दा इकोनोमिक रिलिजहरू सिपिआई होइन, एफओएमसी एनएफपीहरू त्यस्तो टाइममा भइदियो भने चाहिँ यस्तो खालको प्राइस स्लिप मुभमेन्टहरू देखिन्छ। अब यसले गर्दाखेरि के इम्प्याक्ट पर्छ त ट्रेडरलाई, हामीलाई के इम्प्याक्ट पर्छ त, हाम्रो ट्रेडिङमा के इम्प्याक्ट पर्छ त, त्यो कुराहरू बुझौँ है त। स्लिपेजमा जस्तै फर इक्जाम्पल प्राइस रेन्ज हो यो एउटा, जस्तै फर इक्जाम्पल यहाँनिर अहिले जस्तो 1 2 मान्नु है, एक छ र यहाँनिर प्राइस प्राइस 1 भयो, अर्को भनेको माथि 2 छ अरे प्राइस, त्योभन्दा माथि पनि के छ 3 छ अरे प्राइस फर इक्जाम्पल, त्योभन्दा माथि 4 छ अरे प्राइस, अर्को छाना गरौँ,
जस्तै 1 छ प्राइस यहाँनिर, 1 यहाँनिर, 2 छ प्राइस यहाँनिर, 3 छ प्राइस यहाँनिर, 4 छ प्राइस यहाँनिर, 5 छ प्राइस फर इक्जाम्पल है। यसलाई हाइपोथेटिकल इक्जाम्पल दिइरहेको छौँ हामीले। अब यो टाइममा चाहिँ के हुन्छ भन्दा, जस्तै कहिलेकाहीँ के हुन्छ भन्दा तपाईँले पोजिसन यहाँनिर बनाउनु, यहाँनिर किन्नुभयो फर इक्जाम्पल होइन, बाई गर्नुभयो यहाँनिर, बाई यहाँनिर किन्नुभयो। अब यो किनेको कुरा यदि फर इक्जाम्पल तपाईँ रङ हुन थाल्नु भयो भने कतै न कतै फेरि बेच्नुहुन्छ, स्टप लस गर्नुहुन्छ। फर इक्जाम्पल तपाईँले 2 मा स्टप लस राख्नु भएको छ अरे, यसरी 2 मा स्टप लस राख्नु, तर प्राइसले के गरिदियो भन्दा कहिलेकाहीँ स्लिपेजले गर्दाखेरि ड्याङ्ग तल हान्थ्यो। एक मिनट है। अब यो प्राइसले के गर्यो भने ड्याङ्ग तल हान्थ्यो। फर इक्जाम्पल स्टप लस तपाईँको यहाँ छ, यहाँ आएपछि बेचिदिउँ भन्नुभएको छ तपाईँले मार्केटमा आफ्नो ब्रोकरलाई, तर प्राइसले स्लिपेज हानिदियो भने चाहिँ के गरिदिन्छ, यो 2 मा राखेको स्टप लस 1 मा गएर त्यो भइदिन्छ, एक्जिक्युट भइदिन्छ, स्टप लसै मुभ भइदिन्छ तपाईँको। यहाँ तपाईँको फर इक्जाम्पल $50 हार्दै हुनुहुन्थ्यो भने, फर इक्जाम्पल $10, ल $10 हार्दै हुनुहुन्थ्यो भने यहाँनिर गएर हार्नु भयो भने कति हार्नुहुन्छ भन्दा $20 गरेर हारिदिनुहुन्छ, डबल हारिदिनुहुन्छ स्लिपेजले गर्दा। प्राइस स्लिप भइदियो भने चाहिँ यहाँ एक्जिक्युट हुनपर्ने अर्डर यहाँनिर गएर एक्जिक्युट भइदिन्छ। र यो भनेको के हो भन्दा, जस्तै अब यो यहाँनिर किन्नु भएको छ, बाई गर्नु भएको छ, तल आउँदाखेरि त तपाईँलाई घाटा हुन्छ, तर माथि जाँदाखेरि के हुन्छ भन्दा, जस्तै टिपी यहाँ तपाईँले 3 रुपियाँमा किनेको कुरा यहाँ 5 रुपियाँ लगेर बेच्दे भन्नुभएको ब्रोकरलाई भने, फर इक्जाम्पल अब प्राइस स्लिप गरिदियो अरे तपाईँले, तपाईँको डाइरेक्सनमा स्लिप हानिदियो अरे। फर इक्जाम्पल यहाँनिर जस्तै 5 रुपियाँबाट तपाईँको सिधै यहाँसम्म स्लिप हानिदियो मार्केटले भने, यो 5 रुपियाँमा एक्जिक्युट हुने अर्डर 6 मा गएर एक्जिक्युट गरिन्छ। तर फर इक्जाम्पल यो भनेको के भन्दा तपाईँलाई नाफा हुनुपर्ने त $10, तर तपाईँले जितिदिनुहुन्छ अझै बढी $20। स्लिपेजको पनि लेभरेज जस्तै 2 वे त्यो छ कि 2 वे, 2 धारे तलवार हो। तलपट्टि यो स्लिपेजहरू कतिखेर हान्छ भन्दाखेरि त्यो कुराहरू पनि हेर्न मिल्छ हामीले। त्यो स्लिपेजहरू हार्ने भनेको युजली मार्केटमा इकोनोमिक रिलिजहरू भयो भने चाहिँ, इकोनोमिक रिलिजहरू तपाईँले देख्नुभयो भने चाहिँ बल्ल तपाईँको के हुन्छ, स्लिपेजहरू हान्छ। त्यो कुराहरू मलाई पहिल्यै थाहा हुन्छ। सो त्यो कुराहरू हेर्दाखेरि चाहिँ तपाईँले युनिट टु प्रोटेक्ट योर क्यापिटल है। त्यतिखेर चाहिँ तपाईँले त्यो गर्नु हुँदैन, बिकज हार्दाखेरि, जित्दाखेरि त मजा लाग्छ, बट हार्दाखेरि धेरै हारिन्छ, चाहिनेभन्दा बढी हारिन्छ होइन, प्राइस स्लिपेजले गर्दा। सो द्याट्स अ स्लिपेज लेभरेजहरू भनेको के हो भन्दा अलिकति डरलाग्दो कुरा हो, डरलाग्दो कुरा हो यो चाहिँ, बिकज यसले गर्दाखेरि घाटा पनि हुन्छ है, बुझ्नुहुन्छ। अब स्लिपेज भनेको पनि एउटा एक्सपेन्स नै भयो, बट उसको एज अ ब्रोकर हेर्ने हो भने उसको लागि त फाइदा हो, बिकज यहाँनिर भएको एक्जिक्युसन तल गरिदियो भने पनि स्टिल उसलाई त फाइदा होइन, बिकज कमिसन त पाउँछ उसले। यहाँनिर भएको पोजिसन पनि उसले माथि लगेर गरिदियो भने पनि स्टिल उसलाई त फाइदा नै हो। तर ट्रेडरलाई घाटा हुनसक्छ इन टर्म्स, जतिखेर यदि तल आइदियो, अगेन्स्टमा आइदियो भने पोजिसन, त्यतिखेर घाटा हुन्छ, राम्रो घाटा हुन्छ। लेभरेज जस्तै कुरा हो त्यो पनि होइन। अब लट साइज, लट साइज भनेको के भन्दा जस्तै स्टक मार्केटमा चाहिँ तपाईँले कतिवटा सेयर किन्नु भएको छ त्यो भनेर भन्नुहुन्छ नि होइन। मसँग 100वटा एप्पलको सेयर्स, अथवा 100वटा माइक्रोसफ्टको सेयर्स, अथवा 100वटा एनभिडियाको सेयर्स, इन्टरनेसनल मार्केट हेर्ने भने, नेपालको मार्केट हेर्ने भने पनि मसँग 100वटा सेयर छ भन्छौँ नि हामीले होइन। कम्पनीको सेयर छ, यति यति सेयर छ, 200वटा सेयर छ, 400वटा सेयर छ, 90 लाखको यतिवटा सेयर छ भने जस्तै करेन्सी ट्रेड गर्दाखेरि सेयरको ठाउँमा चाहिँ के हुन्छ भन्दा लट साइज हुन्छ, लट भन्छौँ हामीले। करेन्सीमा चाहिँ मसँग यति जिबिपी युएसटीको यति सेयर छ भनेर भन्दैन, बिकज इट्स नट अ कम्पनी, इट्स अ करेन्सी होइन। करेन्सी पेयर ट्रेड गर्दैछौँ हामी। करेन्सीमा कुन वर्ड युज हुन्छ भन्दा टर्म, टर्ममा त फरक हो, कुरा उस्तै हो। टर्म चाहिँ के भन्छ भन्दा लट साइज भन्छ। अब कत्रो पोजिसन होल्ड गर्दै हुन्छ, कति युरोएसटी अथवा जिबिपी युएसटी तपाईँले किन्ने हुनुहुन्छ भने कति किन्ने हुनुहुन्छ त, कति लटको किन्ने हुनुहुन्छ, त्यो भन्छौँ हामीले। लटमा डिफ्रेन्सिएट गर्छु लट साइज भनेको। अब यो लट साइज क्यालकुलेट गर्ने एपहरू हुन्छ गुगलमा, लट साइज क्यालकुलेट गर्ने, कति लटको तपाईँले चाहिएको छ होइन, त्यो अनुसार तपाईँले क्यालकुलेट गर्न मिल्छ। त्यो एउटा एप हुन्छ, सिम्पल एप हुन्छ, सफ्टवेयर हुन्छ, त्यो चाहिँ तपाईँले गुगलमा गएर पोजिसन साइज क्यालकुलेट गरेर हेर्नुभयो भने यु विल नो दिस होइन। यो कुराहरू म पछि सिकाउँछु तपाईँहरूले। सो लट साइज भनेको पनि बेसिकली इट्स अल अबाउट
कति लट उठाउँदै इन स्टकमा सेयर भनिन्छ भन्ने जस्तै यहाँतिर चाहिँ करेन्सी उठाउँदै हुनुहुन्छ, करेन्सी किन्दै हुन्छ, करेन्सी बेच्दै हुन्छ भने पनि भने कति लटको करेन्सी किन्दै हुन्छ र कति लटको करेन्सी बेच्दै हुन्छ भनेर बुझ्नु भयो। युजली स्ट्यान्डर्ड लटमा बेच्छौँ हामीले अथवा किन्छौँ। हुने चाहिँ 4 खालको हुन्छ, बट हामीलाई अरू जरुरी छैन। हामीले गर्ने भनेको चाहिँ स्ट्यान्डर्ड लटमा। फरेक्समा तपाईँले ट्रेड गर्ने बेलामा चाहिँ स्ट्यान्डर्ड लटमा ट्रेड गर्नुहोस्। अब मार्केटमा पार्टिसिपेन्ट्सहरू हेरौँ। मार्केटमा पार्टिसिपेन्ट्सहरू को हुन्छ भन्दा एउटा भनेको रिटेल ट्रेडर्स, अर्को भनेको स्मार्ट मनी। रिटेल ट्रेडर्स, अर्को भनेको स्मार्ट मनी, दुईटै खालको हुन्छ। अब रिटेल ट्रेडर भनेको बेसिकली सानो सानो पैसामा खुद्रा व्यापारी, तपाईँ हामी जस्तो इन्डिभिजुअल ट्रेडरहरू होइन, जोसँग धेरै पैसा छैन, त्यस्तो खालको पार्टिसिपेटहरू भयो रिटेल ट्रेडर्सहरू भनेको। स्मार्ट मनी भनेको इन्डिभिजुअल ट्रेडरहरू भयो। बेसिकली रिटेल ट्रेडर भनेको इन्डिभिजुअल ट्रेडरहरू परे। स्मार्ट मनी भनेको जोसँग धेरै पैसा छ, जस्तै ब्याङ्क्स, इन्स्टिट्युसन, हेज फन्ड्स होइन, पैसा जसले गर्दा चाहिँ मार्केटै हलाइदिन सक्छ, तिनीहरू भयो स्मार्ट मनी भनेको चाहिँ। इट्स अल अबाउट ठुल्ठुलो फन्ड्सहरू होइन, त्यो फन्ड्सहरू भयो भने चाहिँ त्यसलाई चाहिँ स्मार्ट मनी भन्छौँ। अब होल तपाईँले हेर्नुहुन्छ भने मार्केटमा यसरी एउटा फर इक्जाम्पल यो मार्केट हो भने यो मार्केटमा तपाईँको यसरी हेर्नुहुन्छ चार्ट भने यसमा चाहिँ 90% भनेको स्टिल रिटेल ट्रेडर नै हो। यहाँ यसरी हेरौँ, रिटेल ट्रेडर भनेको 90%। ओभरअल मार्केटमा फर इक्जाम्पल यो फरेक्स मार्केट हो भने पनि यो फरेक्स भनेर जस्तै युरो युएसटीको ट्रेड गर्दैछ भने 90% युरो युएसटीमा पनि यही करेन्सी ट्रेड गर्ने पनि रिटेल ट्रेडर नै हुन्छ। 10% मात्र हो स्मार्ट मनी। स्मार्ट मनीको सङ्ख्या भनेको 10% मात्र हुन्छ। बुझ्नुहुन्छ? रिटेल ट्रेडर्स भनेको मार्केट पार्टिसिपेन्ट हेर्ने हो भने मार्केटमा ओभरअल फर इक्जाम्पल फरेक्स मार्केट हेर्ने हो भने जस्तै जिबिपियुएसटी कसैले ट्रेड गर्दैछ भने ओभरअल यसमा मार्केट पार्टिसिपेन्ट हेर्ने भने ट्रेड गर्ने मार्केट पार्टिसिपेन्ट्स यसमा चाहिँ 90% रिटेल ट्रेडर हुन्छन्। बाँकीको 10% भनेको स्मार्ट मनीको मनीले ट्रेड हिसाबले हेर्ने हो भने मोस्ट चाहिँ अब यसमा 7 ट्रिलियनको ओभरअल फरेक्स मार्केटमा हेर्ने हो भने 7 ट्रिलियनको भोल्युम आउँछ एक दिनमा ओभरअल फरेक्समा है। अब जिबी, युरो, क्याट, सिएचएफ, एनजिडी सबै हेरेर है, हेरेर चाहिँ भोल्युम हेर्ने हो भने 7 ट्रिलियनको आउँछ। त्यसमा 90% भोल्युम। अब यसमा भोल्युमको कुरा गर्ने हो भने पार्टिसिपेन्ट त रिटेल ट्रेडरको बढी हुन्छन् स्मार्ट मनी भन्दा, बट यसमा भोल्युम ल्याउने भनेको चाहिँ फेरि स्मार्ट मनी ल्याउने। 90% आउँछ भोल्युम आउने भनेको तपाईँको 90%को भोल्युम आउने भनेको इट्स डन बाई स्मार्ट मनी र 10%को भोल्युम आउने भनेको इट्स डन बाई रिटेल ट्रेडर्स। बिकज ट्रेडरसँग धेरै पैसा चाहिँ हुँदैन, पार्टिसिपेन्ट बढी भए पनि भोल्युम चाहिँ कम हुन्छ, उल्टा हुन्छ। पार्टिसिपेन्ट बढी हुन्छ बट बढी भएर पनि के खुद्रा व्यापारी हो, सानोतिनो पैसा मात्र हुन्छ। तर स्मार्ट मनीसँग ठुलो पैसा हुन्छ, बिलियन्समा हुन्छ। त्यहाँ चाहिँ उनीसँग 10% मात्र छ भने पनि स्टिल उनीहरूले भोल्युम चाहिँ मार्केटमा ल्याउने भोल्युम चाहिँ उनीहरूको 90% हुन्छ, बढी हुन्छ। 10% मात्र हुन्छ उनीहरूको रिटेल ट्रेडर्स भोल्युम चाहिँ है। अब स्मार्ट मनीको ट्रेडको हिसाबले हेर्ने हो भने यो 90% भोल्युम सबै यो ट्रेड गर्न, यो चार्ट ट्रेड गर्न चाहिँ जाने होइन। यसरी हामी जुन ट्रेड गर्छौँ यो चार्ट ट्रेड गर्न जाने होइन। 90% भोल्युम भनेको तपाईँको जाने भनेको सबैमा डिभाइड हुन्छ, बेसिकली इन्टरनेसनल ट्रेडमा, टुरिज्ममा होइन, एजुकेसनमा, तिनीहरूमा डिभाइड हुने हो। सबै यहीँ ट्रेड गर्न आउने होइन। अब हेज फन्ड म्यानेजरहरूले गर्छन् होइन, तिनीहरू करेन्सी ट्रेड गर्छन्। बट अरू ब्याङ्क्सहरूले हेर्ने हो भने त अभियसली इन्टरनेसनल ट्रेडहरूमा युज हुन्छ, टुरिज्ममा युज हुन्छ होइन, एजुकेसनमा युज हुन्छ। जस्तै नेपालको मान्छे कोही अमेरिका गइरहेछ भने त्यहाँनिर युज भयो होइन, एजुकेसन पर्पजमा जाँदैछ, उसले साट्छ पैसा पक्यो भने त्यहाँनिर उनीहरूलाई कमिसन खान्छ होइन, त्यसै कमाउने उनीहरूले फरेक्स मार्केटबाट। यहाँ कमिसन यहाँनिर तपाईँको फरेक्स मार्केट आएर चार्ट हेरेर ट्रेड गर्नुभन्दा पनि बढी कमाउने भनेको उनीहरूले इन्टरनेसनल ट्रेडहरूमा, एजुकेसनहरूमा
एजुकेसनहरूमा टुरिज्ममा तिनीहरूबाट कमाउने त्यस्तोबाट कमाउँछन् मोस्टली। अब अब हामीले हेऱ्यौँ भने फन्डामेन्टलमा हेर्ने हो भने बिग इन्स्टिट्युसनहरूले जस्तै भोल्युमहरू आयो भने चाहिँ मोस्टली भोल्युमहरू आयो भने सिपिआई एफओएमसी एनएफपीहरूमा हो। तिनीहरू भोल्युम आउँछ बढी होइन। भोल्युम आएको बेलामा के हुन्छ स्लिपेजहरू पनि अलिकति हाई हुन्छ बढी हुन्छ स्लिपेजहरू। भोल्युम क्रिएट चाहिँ तपाईँको एनएफपीहरूमा चाहिँ बढी हुन्छ अलिकति होइन। एनएफपी भनेको नन फार्म इम्प्लोइमेन्ट चेन्ज हो। त्यो भनेको अमेरिकाले कति इम्प्लोइमेन्ट जेनेरेट गरेको छ होइन, कति तपाईँको नयाँ इम्प्लोइमेन्ट एड गरेको छ, नयाँ जब एड गरेको छ यो महिना पर्टिकुलर मन्थमा अरू पर्टिकुलर इयरमा कति गरेको छ भने त्यसको डाटा हो बेसिकली होइन। सिपिआई भनेको चाहिँ इन्फ्लेसन रेटहरूको डाटा भयो। इन्फ्लेसन रेट भनेको महँगीहरू कतिको बढ्यो कतिको घट्यो होइन। र अर्को भनेको चाहिँ फेडरल फन्ड्स रेट हो। त्यो भनेको सेन्ट्रल ब्याङ्क अमेरिकाको सेन्ट्रल ब्याङ्कले चाहिँ कति रेट इन्ट्रेस्ट रेट घटाएको छ कि इन्ट्रेस्ट रेट बढाएको छ कि होइन, त्यो कुराहरू आउँछ। अब स्मार्ट मनीको चेन लास्ट टपिक हेरौँ आजको लागि। स्मार्ट मनीको चेन हेर्ने हो भने स्मार्ट मनीको चेन हेर्ने भने सप्लाई चेन हेर्ने हो भने लिक्विडिटी कहाँबाट आइरहेछ है। लिक्विडिटी कहाँ भइरहेछ भन्दा सबभन्दा जस्तै करेन्सी कतैबाट आइरहेछ भने कहाँबाट आउँछ सेन्ट्रल ब्याङ्कबाट आउँछ। राष्ट्र ब्याङ्कबाट जस्तै नेपाली करेन्सी हामी सबैको हातमा छ भने त्यो कहाँबाट सर्कुलेट हुन्छ मेन हेर्ने हो भने ब्याङ्क अफ ब्याङ्क भनेको ब्याङ्कबाट हो। बट ब्याङ्क अफ ब्याङ्क पनि के हो सेन्ट्रल ब्याङ्क हो। नेपालको हिसाबले हेर्ने हो भने सेन्ट्रल ब्याङ्क भनेको नेपाल राष्ट्र ब्याङ्क होइन। नेपाल राष्ट्र ब्याङ्क भने त्यसरी अमेरिकाको फेडरल रिजर्भ छ, इन्डियाको रिजर्भ ब्याङ्क अफ इन्डिया रिजर्भ ब्याङ्क अफ इन्डिया छ होइन। त्यसरी नै डिफ्रेन्ट डिफ्रेन्ट कन्ट्रीको डिफ्रेन्ट डिफ्रेन्ट ब्याङ्क हुन्छ। तिनीहरूको सबैको के हो भन्दा सेन्ट्रल ब्याङ्क हो ब्याङ्क अफ ब्याङ्क होइन। अब यसले के गर्छ भन्दा बेसिकली सेन्ट्रल ब्याङ्कको जस्तै नेपाल राष्ट्र ब्याङ्कको गएर डाटा हेर्ने हो भने वेबसाइट हेर्ने हो भने तिनीहरूले के गर्छ उनीहरूको काम के हो भन्दा बेसिकली एक्सचेन्ज रेटहरू निकाल्ने होइन। एक्सचेन्ज रेट निकाल्ने अर्को भनेको पैसा बनाउने उनीहरूको भनेको बेसिकली एक्सचेन्जहरू निकाल्ने मनी सप्लाईहरू गर्ने ब्याङ्क्सहरूमा होइन। ए क्लास कमर्सियल ब्याङ्कहरूलाई सप्लाई गर्ने मनी त्यस्तो खालको हुन्छ उनीहरूको मेन मोटिभहरू भनेको करेन्सिजहरू कति सप्लाई गर्ने इकोनोमीमा इन्ट्रेस्ट रेटहरू कति राख्ने होइन। सो उनीहरूको काम भनेको सेन्ट्रल ब्याङ्कको काम भनेको यिनीहरू इन्फ्लेसनहरू कति बढेको छ यसलाई कसरी कन्ट्रोल गर्ने होइन, त्यो कुराहरू आउँछ। अब त्यसपछि भनेको ए क्लास कमर्सियल ब्याङ्क। अब यसको काम भनेको चाहिँ के हो भन्दा ए क्लास कमर्सियल ब्याङ्क अब सेन्ट्रल ब्याङ्कले चाहिँ पैसा पठाउने भनेको यिनीहरूले सेन्ट्रल ब्याङ्क चाहिँ प्रफिट कमाउने त्यस्तो केही हुँदैन उनीहरूको होइन। उनीहरूको काम भनेको एक्सचेन्ज रेट निकाल्ने मनी मनी सप्लाईहरू कतिको गर्ने इन्ट्रेस्ट रेट कति राख्ने इन्फ्लेसन रेट कति बढेको छ कि घटेको छ इन्ट्रेस्ट रेट घटाउने कि बढाउने कि तिनीहरू हो मेन काम। उनीहरूको काम भनेको पैसा बनाउने भन्दा पनि पब्लिकलाई हेल्प गर्ने सर्भिस गर्ने काम। अब उनीहरूले करेन्सी सप्लाई गर्छ भने सिधै सेन्ट्रल ब्याङ्कले मेरो हातमा तपाईँको हातमा दिँदैन। त्यसरी सेन्ट्रल ब्याङ्कबाट हामीले लोन निकाल्न मिल्दैन, सेन्ट्रल ब्याङ्कबाट हामीले गरेर डिपोजिट गर्न मिल्दैन। एउटा नर्मल पब्लिकले गर्ने भनेको कहाँबाट हो भन्दा ए क्लास कमर्सियल ब्याङ्कबाट हो होइन। सेन्ट्रल ब्याङ्कले करेन्सी सप्लाई गर्छ भने कता गर्छ फर्स्टमा ए क्लास कमर्सियल ब्याङ्कले। ए क्लास कमर्सियल ब्याङ्कको काम के हो भन्दा बेसिकली डिपोजिटहरूको पैसा राख्ने होइन, लोन दिने। उनीहरूको मेन बिजनेस भनेको लोन दिने, लोन दिएर पैसा बनाउने मेन काम। लोन दिएर पैसा बनाउने उनीहरूको मेन काम भनेको ए क्लास कमर्सियल ब्याङ्क। डिपोजिटहरूको पैसा राख्ने लोन सप्लाई गर्ने होइन, त्यो कामहरू हुन्छ ए क्लास कमर्सियल ब्याङ्कको। बेसिकली इकोनोमीमा कति पैसाहरू सर्कुलेट गर्ने कति सबको पैसाहरूले जब्सहरू कसरी क्रिएट गर्ने होइन, कुन कुन बिजनेसहरूलाई लोन दिने त्यो कामहरू हो बेसिकली। ठुल्ठुलो बिजनेसहरूलाई कसरी लोन दिने सो द्याट जब्सहरू क्रिएट होस् अनि इन्फ्लेसनहरू इम्प्लोइमेन्टहरू क्रिएट होस् त्यो काम उनीहरूको बेसिकली। उनीहरूको प्रोडक्ट मेन प्रोडक्ट भनेको लोन दिएर पैसा कमाउने हो। पैसा कमाउने हो उसको उनीहरूको पनि मोटिभ बट लोन दिएर मात्र हुन्छ है। अब यिनीहरूले भनेको अब ए क्लासले कमर्सियल ए क्लासले यसरी बनाउँछ पैसा करेन्सीबाट। अब बी क्लास कमर्सियल ब्याङ्कले चाहिँ बी क्लास कमर्सियल ब्याङ्कले अब यो ए क्लास कमर्सियल ब्याङ्कले चाहिँ पैसा पठाउने भनेको जस्तै सेन्ट्रल ब्याङ्कले ए क्लासलाई पठाउँछ ए क्लासले बी क्लासलाई पठाउँछ। यिनीहरूले पैसा बनाइसक्यो अब
अब यिनीहरूले पैसा बनाइसकेपछि बल्ल बी क्लासले बनाउँछ। अब बी क्लासले बनाइसकेपछि यहाँनिर बी क्लासको बनाउने उनीहरूको काम, उनीहरूले पैसा कसरी बनाउँछ भन्दा बेसिकली प्रफिट बनाउने काम, इन्भेस्टमेन्ट गर्ने काम होइन, लोन पनि दिन्छन्, बी क्लासले पनि दिन्छन् लोनहरू होइन, बस बट उनीहरूको इन्भेस्टमेन्टहरू पनि हुन्छ, लोन पनि दिन्छन्, इन्भेस्टमेन्टहरू पनि दिन्छन्, सबै हुन्छ। बेसिकली ब्याङ्कहरूले चाहिँ खासै धेरै इन्भेस्टमेन्ट गर्दैन, उनीहरूको मेन भनेको प्रोडक्ट भनेको त्यो नै हो, लोन दिएर गर्ने हो। बट बी क्लासको लोन इन्भेस्टमेन्टहरू पनि गर्न पाइन्छ। अब यिनीहरूले गर्ने भनेको यसरी नै हो, पैसा कमाउने। यिनीहरूले पनि पैसा बनाउँछन् करेन्सीमा होइन। त्यसपछि आउँछ बल्ल हेज फन्ड अर फाइनेन्सियल अर ब्रोकर्सहरू। यहाँनिर हेर्ने हो भने हेज फन्ड, फाइनेन्स अर ब्रोकर्स। अब यिनीहरूले पनि पैसा बनाइसके बी क्लासले पनि, अब बल्ल यिनीहरूको पैसा पालो। हेज फन्डको त काम बेसिकली मार्केटहरूलाई ट्रेड गर्ने होइन, ब्रोकरहरूको काम त्यो ट्रेड गर्ने, ट्रेडरहरूलाई हेल्प गर्ने, हेज फन्डहरूलाई हेल्प गर्ने होइन। ब्रोकर भनेको बेसिकली उनीहरूको काम भनेको कमिसनबाट बेस्डबाट होइन, ट्रान्सफर अफ सेयर्स अर ट्रान्सफर अफ कुन एसेट क्लास ट्रेड गर्दैछ त्यसमाबाट कमिसन खाने हो बेसिकली उनीहरूले। बेसिकली बी क्लासले पनि कम पैसा पर्चेज गर्नु पऱ्यो भने बी क्लास, सरी, हेज फन्ड अर फाइनेन्स अर ब्रोकरहरूले पर्चेज गर्नु पऱ्यो भने बी क्लासबाट गर्न खोज्छ। त्यसपछि बल्ल आउँछ रिटेल ट्रेडर्स। अब रिटेल ट्रेडरको हातमा जुन हाम्रो हातमा आइपुग्छ प्राइस, त्यो भनेको रिटेल ट्रेडर्सको एट दि एन्ड ट्रेडिङ भ्यूमा जुन प्राइस देख्नुहुन्छ तपाईँहरूले, त्यो भनेको रिटेल ट्रेडरको आँखामा पर्ने प्राइस। यहाँ त सबैले बनाइसक्यो पैसा, ए क्लासले पनि बनाइसके, बी क्लासले पनि बनाइसके, हेज फन्डले पनि बनाइसके। ए क्लासले अब प्रोडक्टहरू बेचेर लोन दिएर होला, अथवा इन्टरनेसनल ट्रेडहरूबाट होला, टुरिज्मबाट होला, एजुकेसनबाट होला। जस्तै यहाँबाट कोही अमेरिका जाँदैछ भने ए क्लास कमर्सियल ब्याङ्कमा जाला, साट्न पैसा, त्यहाँबाट पैसा बनाउँछ उनीहरूले होइन। सो सबैले पैसा बनाइसकेपछि लास्टमा ट्रेडिङ भ्यूमा हामीले देख्ने प्राइस भनेको रिटेल ट्रेडर्सले पाउने प्राइस। यहाँनिर सबै प्रफिट कमाइसक्यो, यसले पनि कमाइसक्यो, यसले पनि कमाइसक्यो, यसले पनि कमाइसक्यो। लास्टमा हामीले देख्ने भनेको ट्रेडिङ भ्यूको प्राइस भनेको चाहिँ रिटेल ट्रेडर देख्ने प्राइस। अब हामीलाई यो चार्ट देखेर चाहिँ बल्ल पैसा कमाउनु छ। अब यो एन्ड प्राइस हो, सबैले पैसा बनाइसकेपछि प्राइस हो यो प्राइस भनेको। फिजिकल एन्ड प्राइस रिटेल ट्रेडरको प्राइस भयो यो चाहिँ होइन। अब यो भनेको चाहिँ सबैले पैसा बनाएर आइसकेको प्राइस हो, रिटेल ट्रेडरको प्राइस। रिटेलको हातमा आउने बेला सबैले पैसा बनाइसकेको हुन्छ, एन्ड प्राइस लास्ट प्राइस हो। यसबाट हामीले बनाउनु पर्ने छ। अब ब्रोकर्सहरूले लिक्विडिटीहरू प्रोभाइड गर्छ हाम्रो लागि होइन। ट्रेड गर्ने बेलामा चाहिँ फरेक्स मार्केटमा पनि ट्रेड गर्दै हुनुहुन्छ भने, बायर सेल गर्दै हुनुहुन्छ भने यु विल गेट ब्रोकरको थ्रु गर्नुपर्छ। कुनै मिडियम चाहिन्छ नि, जस्तै नेप्सेमा पनि ट्रेड गर्नुहुन्छ भने ब्रोकरको थ्रु होइन, ब्रोकरहरू चाहिन्छ। सिधै आजको भोलि कुनै मान्छेहरू गर्न मिल्दैन, बिकज युनिट ब्रोकर त्यो अलिकति सजिलो हुन्छ। बाहिरतिर फरेक्स गर्दाखेरि पनि त्यही कुरा हो। सो ओभरअल सप्लाई चेन हेर्ने हो भने करेन्सीको सेन्ट्रल ब्याङ्कबाट सर्कुलेट हुने हो, सेन्ट्रलबाट सर्कुलेट हुँदै ए क्लास कमर्सियल ब्याङ्क, बी क्लास कमर्सियल ब्याङ्क, हेज फन्ड, फाइनेन्सियल ब्रोकर्स, अनि लास्टमा रिटेल ट्रेडरको हातमा आउने प्राइस। यो जुन प्राइस अहिले पाउन्डको जुन प्राइस देखेको छ सबैले पैसा बनाइसकेपछि आएको प्राइस हो यो। एट दि एन्ड 1.34270 देखेको प्राइस चाहिँ सबैले बनाइसकेको प्राइस हो यहाँनिर। सो यो कुरा भयो आजको फर्स्ट डेमा। आजलाई यति नै गर्छौँ हामी, फर्स्ट डे भयो यो चाहिँ।